कण्ठमाला ल्याइदिएछु सानी कस्तो देख्छ लगाउ त मारानी रथहरूको साथको होइन अरूको ए मेरो माया नजिकै आइदेऊ त मेसै पाइन आफैले लाइदेऊ त रातभरको होला हजुरको होइन अरूको नजिकै आइदेऊ त मेसै पाइन आफैले लाइदेऊ त रातभरको होला हजुरको होइन अरूको होला हजुरको होइन अरूको हे दिदीले र हिँड्नलाई थालियो बाआमालाई सम्झाउै सालियो रातभरको हे यो सम्बन्ध सबभन्दा माथि हो भेनाको भाइ त न त साथी हो सबभन्दा माथि हो भेनाको भाइ त न त साथी हो रातभरको हे हामीले मात्रै सुटुका बेगर्ने बुढी कन्ने आमा जुके हे कति राम्रो हुन् केटी आँखा नि बुढो कन्ने बस्या छन् काकानी हजुरको होइन अरूको केटी आँखा नि बुढो कन्ने बस्या छन् काकानी रातभरको सबैलाई नमस्कार नमस्कार अनि नमस्कार। राष्ट्रिय कला सङ्ग्रहालय सिन्धुली कलाघर भित्रको यो मादल घर अनि मादल घर भित्रको पनि रोधी घरमा सबैलाई विशेष गरी हार्दिक स्वागत गर्न चाहन्छौँ। नेपालको एउटा मौलिक परम्परा रोधी बस्ने चलन, त्यही चलनलाई सम्मान गर्दै आज भने त्यही पेरिफेरीमा अडिएर हामी घम्सा घम्सी दोहोरी यहाँहरू माझमा प्रस्तुत गर्न लागिरहेका छौँ। हामी फरक प्रस्तुतिमा विभिन्न ठाउँमा उभिँदै गर्दा आज भने केही सिक्नको लागि भन्ने पनि र केही कुराहरू जान्नको लागि भए पनि यो रोदीको बसाइमा विशेष व्यक्तित्वहरूको माझमा उपस्थित भएका छौँ, जसै अन्तर्गत को उपस्थिति कसरी भइसक्नु भएको छ भन्ने कुरा सबैजनालाई थाहा भइसक्यो। म ढिला नगरिकन कलाघरमा एकचोटि पुनः समग्र एकमुष्ट रूपमा परिचय गराउन चाहन्छौँ। विशेष गरी नेपाल मगर सांस्कृतिक सङ्घ विशेष उपत्यका समन्वय समिति एउटा समूह छ, जो समूहले हामीलाई सिन्धुली कलाघरलाई सदैव विभिन्न कार्यक्रमको सिलसिलामा किन नहोस्, कलाघरले गरेका विभिन्न कार्यक्रमका अन्य फरक रूपमा भएको भौतिक आर्थिक र नैतिक जुनै रूपले पनि समर्थन गर्नुहुने एउटा समूह। उक्त समूह आज रोधीघरको बसाइमा पाल्नु भएको छ। उहाँहरूलाई समग्र सिन्धुली कलाघर अनि कलाघरको पनि मादल घर अनि मादल घरको पनि रोधीघरमा एकमुष्ट रूपमा हार्दिक सम्मानसहित आभार व्यक्त गर्न चाहन्छौँ। जसै अन्तर्गत अध्यक्षको रूपमा हाम्रो केशुपुन मगर हुनुहुन्छ, वरिष्ठ उपाध्यक्षको रूपमा हाम्रो सिद्धार्थ आले मगर हुनुहुन्छ, त्यस्तै गरी उपाध्यक्षको रूपमा विमता घरती मगर हुनुहुन्छ, महासचिवको रूपमा पार्वती थापा मगर हुनुहुन्छ, त्यस्तै गरी सदस्यहरूको रूपमा क्रमशः आदरणीय तपाईँहरूले नै देख्नुभएको अनुहार, सधैँभरि दोहोरीमा देखिएको अनुहार आज दोहोरी गाउनेहरूसँगै रहेर साथ दिनको लागि आदरणीय लोक तथा दोहोरी गायिका हाम्रो कालिका रोका मगरज्यूहरू पनि हुनुहुन्छ, त्यस्तै गरी बबिता थापा मगर हुनुहुन्छ, त्यस्तै गरी हामीलाई माया गरेर मिठो नाच्नुहुने आदरणीय प्रिया मगर हुनुहुन्छ भने यहाँहरू सबैजनालाई थाहा छ नेपाली चलचित्र घर ज्वाइँ यदि कसैले हेर्नुभएको छ भने पक्कै पनि नोट गरिसक्नु भइसकेको छ। आदरणीय नायिका पिना मगर हुनुहुन्छ, उहाँलाई पनि हार्दिक स्वागत गर्न चाहन्छौँ। त्यस्तै गरी हामीसँग दीपक मगर पनि हामीसँग उपस्थित हुनुभएको छ र आज भने तपाईँहरूलाई भरपूर रूपमा नाचेर पनि साथ दिनको लागि हाम्रो बबिता मगरज्यू पनि उपस्थित भइसक्नु भएको छ भने आजको कार्यक्रममा यतापट्टि ढल्किने कि यतापट्टि ढल्किने भन्ने बिचमा हामी दुईजना उपस्थित भइरहँदाखेरि चर्चित मोडल तथा नायिका यता रिना थापा मगर पनि हामी माझ उपस्थित हुनुहुन्छ भने सिन्धुली कलाघरको तर्फबाट प्रतिनिधित्व गर्दै कलाघर सिन्धुलीका उपाध्यक्ष पवित्र नम्तेल हुनुहुन्छ र समग्र कलाघर सिन्धुलीलाई देखिरहेको टिम कलाघर सिन्धुलीको पदाधिकारी सिङ्गो टिम उपस्थित हुनुहुन्छ। उहाँहरूलाई पनि विशेष आभारसहित हार्दिकताका साथ स्वागत गर्दै
अग्रभागमा रहेर विशेष उपत्यकाबाट काठमाडौँ लिएर जाने भन्ने हेतुको साथले आजको घम्सा घम्सी दोहोरीको लागि लोक तथा दोहोरी गायक आदरणीय सिद्धार्थ आले मगर प्रतिनिधित्व गर्दै हुनुहुन्छ र त्यस्तै गरी यता कलाघरबाट प्रतिनिधित्व गर्नको लागि कलाघर सिन्धुलीका उपाध्यक्ष पवित्रा रम्तेल उपस्थित हुनुहुन्छ र मिलेसम्म हामी कलाघर सिन्धुलीमा युवा र पुरुषहरूको लोप हुने सङ्ख्या भइरहेको अवस्थामा यसलाई अलिकति केही मिलोमेसो मिल्छ कि भन्ने हेतुको साथले आज यताबाट पवित्र रम्तेल उपस्थित हुनुहुन्छ भने हामीलाई लोक तथा दोहोरीको क्षेत्रमा अझ विशेष गरी दोहोरीको क्षेत्रमा नयाँ विभिन्न प्राविधिक हिसाबले किन नहोस् आत्मीयताको हिसाबले किन नहोस् माथि पुर्याउनको लागि महत्त्वपूर्ण भूमिका निभाइदिनु हुने आदरणीय सारङ्गी संसारको सिङ्गो टिमलाई पनि हार्दिकताका साथ सम्मान गर्दै आदरणीय कमल सर अनि त्यस्तै गरी तारा सरलाई धेरैभन्दा धेरै हार्दिकताका साथ आभार व्यक्त गर्दै हाम्रो ईश्वरी सर लगायत वाद्यवादनमा रहनुहुने दीपक सर अनि क्रमशः हाम्रो पदम सर उपस्थित हुनुहुन्छ त्यस्तै गरी यता कुलेन्द्र सर पनि उपस्थित हुनुहुन्छ क्यामेरामा रहनुहुने आदरणीय सरलाई पनि सम्झिँदै सिन्धुली कलाघरलाई सम्झिएर विशेष गरी सल्यानबाट पाल्नुहुने आदरणीय आमाहरूलाई पनि धेरैभन्दा धेरै धन्यवाद अनि आदरणीय रिना थापा मगरको बुबा मम्मी पनि पाल्नु भएको छ त्यस्तै गरी कलाघर सिन्धुलीका अभिभावकज्यूहरू पनि पाल्नु भएको छ यहाँहरू सबैलाई एकमुष्ट रूपमा फेरि पनि आजको यो घम्सा घम्सी दोहोरीको बसाइमा हार्दिकताका साथ स्वागत गर्दै को कहाँदेखि हेर्दै हुनुहुन्छ हेर्नुहुनेहरूलाई आजको दोहोरी कस्तो लाग्छ कमेन्ट पनि गर्नुहोला र कमेन्ट गर्नुभन्दा अगाडि सिन्धुली कलाघर घुम्न आइदिनुको लागि पनि अनुरोध गर्दै आजको भाका विशेष के रहेको छ के सल्लाह भइसकेको छ सर यता ल रातो बरुको अब यहाँ ओके अब यो रातो बरुको यता फेरि हरियो देखिसके पछाडि रातो बरुको पनि ओढाइदिन पाए हुन्थ्यो भन्ने हिसाबले हाम्रो आदरणीय यता सिद्धार्थ सर भन्दै हुनुहुन्छ भने यो यस गीतका सर्जक आदरणीय यसै सारङ्गी संसार टिमका संयोजक हाम्रो कमल सर लगायत उक्त गीतमा अटाउनुभएका सबै सर्जकहरू सबैलाई एकमुष्ट रूपमा हार्दिकताका साथ सम्मान व्यक्त गर्दै ढिला नगरिकन हामी धेरै बोल्ने भन्दा पनि धेरै सुन्नको लागि हतार भइसकेका छौँ गीत सुरु हुनुभन्दा अगाडि नै सुरु भइसकेछ यता भन्दै अब के हुन्छ त आजको यो विशेष घम्सा घम्सी दोहोरीमा यहाँहरू माझमा प्रस्तुत गर्नेछौँ हेर्नुहुने सबैलाई एकचोटि जोरदार तालीको साथमा आजको घम्सा घम्सी दोहोरी सुचारू हुनेछ र सुचारू हुनुभन्दा अगाडि आज उपत्यका भर्सेस जिल्ला भनौँ होइन जिल्ला भर्सेस उपत्यका भइरहँदाखेरि आजको विशेष खास कस्तो चाहिँ हुनेवाला छ आदरणीय केशुपुन्ज्यू एउटा माइकबाट थोरै यहाँ हार र जितका कुरा पनि हुन सक्ला त्यसको लागि आवश्यक प्रतिनिधित्व के हुन सक्छ अलिकति जानकारी पाउँ त धेरै धेरै धन्यवाद छ सुमन सर हामी खासमा जितेपछि हामी काठमाडौँ लिएर जान्छौँ चेलीबेटीहरूलाई हार्नु भयो भने उहाँहरूलाई घर ज्वाइँ यतै राखिदिन्छौँ के छ विचार होइन त ल त्यति चाहिँ कुरो यताबाट आयो अब कुरो यताबाट अब गाउनेलाई त अहिले सोध्ने कुरै आएन होइन अब कलाघरबाट प्रतिनिधित्व गरेर हार जितको सवालमा के हुन सक्छ रिता अलिकति मन दुख्न सक्छ त्यति हो भनिसके पछाडि लगभग सिन्धुली कलाघरमै जिन्दगी नै जाओस् भन्ने खालको भावना छ यो भावनाको लागि पनि बहिनीहरूलाई धेरैभन्दा धेरै धन्यवाद सहित अब भने ढिला नगरिकन आजको घम्सा घम्सी दोहोरीको बसाइलाई अगाडि बढाउँ है त भिडन्त छ दुई उपाध्यक्षको आजको जित पाहुना पक्षको रातभरको मकसरको हैनहरूको दुई उपाध्यक्षको आजको जित पाहुना पक्षको रातभरको मकसरको हैनहरूको मतसरको हैनहरूको हे मतसरको हैनहरूको हे दुश्मन भाग्ने विजय किल्लाको नाम सुनेछौ सिन्धुली जिल्लाको रातभरको मत हजुरको हैनहरूको विजय किल्लाको नाम सुनेछौ सिन्धुली
नाम सुन्यो कि मलाई नि सैलाउँछ सिन्धुली त ससुराल झैलाउँछ रातभरको म त सारुको होइन अरूको मलाई नि सैलाउँछ सिन्धुली त ससुराल झैलाउँछ रातभरको म त सानुको होइन अरूको म त सानुको होइन अरूको म त सानुको होइन अरूको हे लान्छु भनी बाजी नै ठोकेर आहौ क्यारे जन्ती सब बोकेर रातभरको म त हजुरको होइन अरूको बाजी नै ठोकेर आहौ क्यारे जन्ती नै बोकेर रातभरको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको उपाध्यक्ष खोजे है अर्को अब बुहारी बन्नी हो सहरको रातभरको म त सानुको होइन अरूको खोजे है अर्को अब बुहारी बन्नी हो सहरको रातभरको म त सानुको होइन अरूको म त सानुको होइन अरूको म त सानुको होइन अरूको हे धेरै पछि सम्झेर धाउनेछ एउटा साइनो थियो दोरी गाउनेछ रातभरको म त हजुरको होइन अरूको सम्झेर धाउनेछ एउटा साइनो थियो दोरी गाउनेछ रातभरको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको हे लपरला झैँ भएको थियो पहिले नि तर म्यासेज हेरिनौ कहिले नि रातभरको म त सानुको होइन अरूको भएको थियो पहिले नि तर म्यासेज हेरिनौ कहिले नि रातभरको म त सानुको होइन अरूको म त सानुको होइन अरूको म त सानुको होइन अरूको हे तिम्रै नाम यो ज्यानलाई खास थियो यही वैशाखमा आउँछौ कि आस थियो रातभरको म त हजुरको होइन अरूको यो ज्यानलाई खास थियो यही वैशाखमा आउँछौ कि आस थियो रातभरको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको हे नबोला भमन कति रुनी थियो सारा माहौल डामाडोल हुने थियो रातभरको म त सानुको होइन अरूको मन कति रुनी थियो सारा माहौल डामाडोल हुने थियो रातभरको म त सानुको होइन अरूको म त सानुको होइन अरूको म त सानुको होइन अरूको हे घरी घरी सम्झेर टोलाको मेरै निम्तो हो तिमीलाई बोलाको रातभरको म त हजुरको होइन अरूको सम्झेर टोलाको मेरै निम्तो हो तिमीलाई बोलाको रातभरको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको हे मनले कति आनन्द मान्थ्यो आफै फोन गर्या भाके जान्थ्यो रातभरको म त सानुको होइन अरूको आनन्द मान्थ्यो आफै फोन गर्या भाके जान्थ्यो रातभरको म त सानुको होइन अरूको म त सानुको होइन अरूको म त सानुको होइन अरूको हे दिए नम्बर मैले नै मागेर फोन गरिन साह्रो लाज लागेर रातभरको म त हजुरको होइन अरूको मैले नै मागेर फोन गरिन साह्रो लाज लागेर रातभरको म त हजुरको होइन अरूको म
छक्क परेथे प्यारी भनी नम्बर सेभ गरेथे रातभरको मजा सालुको होइन अरूको मै छक्क परेथे प्यारी भनी नम्बर सेभ गरेथे रातभरको मजा सालुको होइन अरूको मजा सालुको होइन अरूको मजा सालुको होइन अरूको फोन आएन गर्यौ कि झेली के ल्याइदेऊ त सहरको कोसेली रातभरको मजा हजुरको होइन अरूको गर्यौ कि झेली के ल्याइदेऊ त सहरको कोसेली रातभरको मजा हजुरको होइन अरूको मजा हजुरको होइन अरूको मजा हजुरको होइन अरूको ल्याइदिएको छु फुल बुट्टे झोला आफै खोली हेर त के होला रातभरको मजा सालुको होइन अरूको फुल बुट्टे झोला आफै खोली हेर त के होला रातभरको मजा सालुको होइन अरूको मजा सालुको होइन अरूको मजा सालुको होइन अरूको यति माया गरेको होइन छ आइफोन होला भने त रहेनछ रातभरको मजा हजुरको होइन अरूको गरेको रहेनछ आइफोन होला भने त रहेनछ रातभरको मजा हजुरको होइन अरूको मजा हजुरको होइन अरूको मजा हजुरको होइन अरूको भित्र होइन बाहिर हेरिछिन् त्यही छ क्या आइफोन 17 रातभरको मजा सालुको होइन अरूको बाहिर हेरिछिन् त्यही छ क्या आइफोन 17 रातभरको मजा सालुको होइन अरूको मजा सालुको होइन अरूको मजा सालुको होइन अरूको आइफोन ल्याछु भनेर झुक्का छौ भन्दिउ झोला भित्र के लुका छौ रातभरको मजा हजुरको होइन अरूको भनेर झुक्का छौ भन्दिउ झोला भित्र के लुका छौ रातभरको मजा हजुरको होइन अरूको मजा हजुरको होइन अरूको मजा हजुरको होइन अरूको कस्तो नजर अन्दाज गरेको प्रेम पत्र छ पानको पात भरेको रातभरको मजा सालुको होइन अरूको अन्दाज गरेको प्रेम पत्र छ पानको पात भरेको रातभरको मजा सालुको होइन अरूको मजा सालुको होइन अरूको मजा सालुको होइन अरूको सबै कुरा कसरी भनमा भन के सोच्या छौ मनमा रातभरको मजा हजुरको होइन अरूको कसरी भनमा भन के सोच्या छौ मनमा रातभरको मजा हजुरको होइन अरूको मजा हजुरको होइन अरूको मजा हजुरको होइन अरूको साथीभाइको हातबाट पाएँ तिम्रो चिनो मैले नि भेटाएँ रातभरको मजा सालुको होइन अरूको हातबाट पाएँ तिम्रो चिनो मैले नि भेटाएँ रातभरको मजा सालुको होइन अरूको मजा सालुको होइन अरूको मजा सालुको होइन अरूको धेरै पछि भएको छ भेट मैले दिएको देखाइदेऊ ब्रासलेट रातभरको मजा हजुरको होइन अरूको भएको छ भेट मेरो चिनो देखाइदेऊ ब्रासलेट रातभरको मजा हजुरको होइन अरूको मजा हजुरको होइन अरूको
एक अर्काको चिनो थियो रसको बोयफ्रेन्ड भन्ने फोन आज कसको सानोको होइन अरूको चिनो थियो रसको बोयफ्रेन्ड भन्ने फोन आज कसको रातभरको म त सानोको होइन अरूको म त सानोको होइन अरूको ए म त सानोको होइन अरूको हे माया गरी अङ्गालो बेरा त तिम्रै नम्बर हो सानो हेर त रातभरको म त हजुरको होइन अरूको अङ्गालो बेरा त तिम्रै नम्बर हो सानो हेर त रातभरको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको मैले जस्तै चाहनी होइन छ मेरो फोटो वाल पेपर रहेन छ रातभरको म त सानोको होइन अरूको चाहनी होइन छ मेरो फोटो वाल पेपर रहेन छ रातभरको म त सानोको होइन अरूको म त सानोको होइन अरूको म त सानोको होइन अरूको अर्को मोबाइल किनौला जुटेर हैरान भएको छु यो फोन त फुटेर रातभरको म त हजुरको होइन अरूको किनौला जुटेर हैरान भएको छ यो फोन त फुटेर रातभरको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको तिम्रो फोन हो तिमी नै ल्याउ सानो आइफोन चलाउ यो बालाई देऊ सानो रातभरको म त सानोको होइन अरूको तिमी नै ल्याउ सानो आइफोन चलाउ यो बालाई देऊ सानो रातभरको म त सानोको होइन अरूको म त सानोको होइन अरूको ए म त सानोको होइन अरूको कसैको यही फोनले हो पिराती बसेको रातभरको म त हजुरको होइन अरूको रातभरले कसैको यही फोनले हो पिराती बसेको रातभरको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको धेरै आइफोन नदेखाउ केटी हो आज बुहारीलाई जाने यति हो रातभरको म त सानोको होइन अरूको नदेखाउ केटी हो आज बुहारीलाई जाने यति हो रातभरको म त सानोको होइन अरूको म त सानोको होइन अरूको ए म त सानोको होइन अरूको धेरै आमाजुहरू नि रातभरको म त हजुरको होइन अरूको चिनाइदेउहरू नि कति धेरै आमाजुहरू नि रातभरको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको हे तिमलाई लानी मनको उपाय हो नि छ बहिनीको एक लौटी भाइ हो नि सानोको होइन अरूको एक माने भाइ हो नि छ बहिनीको एउटा भाइ हो नि रातभरको म त सानोको होइन अरूको म त सानोको होइन अरूको म त सानोको होइन अरूको कति ख्याल भएको हो साइतको म पनि त रानी हो माइतको रातभरको
माइतको रानी हो गाडी छैन हिँडेर जाने हो रातोभरको म त सानोको होइन अरूको माइतको रानी हो गाडी छैन हिँडेर जाने हो रातोभरको म त सानोको होइन अरूको म त सानोको होइन अरूको म त सानोको होइन अरूको मैले माया गरेको साटोमा बोक्नु पर्छ अप्ठ्यारो बाटोमा रातोभरको म त हजुरको होइन अरूको गरेको साटोमा बोक्नु पर्छ अप्ठ्यारो बाटोमा रातोभरको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको सानो ठाम हेर्छन् गाम हेर्छन् हाम्रोतिर बुहारीको काम हेर्छन् रातोभरको म त सानोको होइन अरूको ठाम हेर्छन् गाम हेर्छन् हाम्रोतिर बुहारीको काम हेर्छन् रातोभरको म त सानोको होइन अरूको म त सानोको होइन अरूको म त सानोको होइन अरूको फुकी पाल्दिन्छु के भन्छ रातोभरको म त हजुरको होइन अरूको तिमीले जे भन्छौ सधैँ फुकी पाल्दिन्छु के भन्छौ रातोभरको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको तिमीले सनाइमै दमा बजाउला पञ्चे बाजा राखी घर सजाउला रातोभरको म त सानोको होइन अरूको म दमा बजाउला पञ्चे बाजा राखी घर सजाउला रातोभरको म त सानोको होइन अरूको म त सानोको होइन अरूको म त सानोको होइन अरूको रमाउला नि मायाको गुनैमा जीवन काटौँ बाजाको धुनैमा रातोभरको म त हजुरको होइन अरूको मायाको गुनैमा जीवन काटौँ बाजाको धुनैमा रातोभरको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको खोज्देऊ तिमीले नै नभने नरसिंहानी फुक्ने कोही छ भने रातोभरको म त सानोको होइन अरूको तिमीले नै नभने नरसिंहानी फुक्ने कोही छ भने रातोभरको म त सानोको होइन अरूको म त सानोको होइन अरूको म त सानोको होइन अरूको कस्तो छ नि खै यिनको बेहोरा चिनाएनौ को हुन् देउरा रातोभरको म त हजुरको होइन अरूको यिनको बेहोरा चिनाएनौ को हुन् देउरा रातोभरको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको पल्ला घरे बुवाको छोरो अलि धेरै शर्माउँछ यो मोरो रातोभरको म त सानोको होइन अरूको बुवाको छोरो अलि धेरै शर्माउँछ रातोभरको म त सानोको होइन अरूको म त सानोको होइन अरूको म त सानोको होइन अरूको रातोभरको म त हजुरको होइन अरूको
भइसक्यौ नानी अब बाटो लाग्ने त होला नि रातभरको म त सानोको होइन अरूको भइसक्यौ नानी अब बाटो लाग्ने त होला नि रातभरको म त सानोको होइन अरूको म त सानोको होइन अरूको म त सानोको होइन अरूको पोते तिलरी खाइतनी रातभरको म त हजुरको होइन अरूको गइदेऊला मैतनी सिन्दुर पोते तिलरी खाइतनी रातभरको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको हे कण्ठमाला ल्याइदिएछु सानी कस्तो देख्छ लगाउ त मारानी रातभरको म त सानोको होइन अरूको ल्याइदिएछु सानी कस्तो देख्छ लगाउ त मारानी रातभरको म त सानोको होइन अरूको म त सानोको होइन अरूको म त सानोको होइन अरूको पाइन आफैले लाइदेऊ त रातभरको म त हजुरको होइन अरूको नजिकै आइदेऊ त त्यसै पाइन तिमीले लाइदेऊ त रातभरको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको हे माला लाइन मैले नि दिएको अब भोज खाने है बिहेको रातभरको म त सानोको होइन अरूको मैले नै दिएको अब भोज खाने हो बिहेको रातभरको म त सानोको होइन अरूको म त सानोको होइन अरूको म त सानोको होइन अरूको लाग्यो भेनालाई दर्शन रातभरको म त हजुरको होइन अरूको सक्दिन बिर्सन दिदी लाग्यो भेनालाई दर्शन रातभरको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको हे दिदी लिएर हिँड्नलाई थालियो बाआमालाई सम्झाउै सालियो रातभरको म त सानोको होइन अरूको हिँड्नलाई थालियो बाआमालाई सम्झाउै सालियो रातभरको म त सानोको होइन अरूको म त सानोको होइन अरूको म त सानोको होइन अरूको सम्बन्ध सबभन्दा माथि हो भेनाको भाइ त न त साथी हो सबभन्दा माथि हो भेनाको भाइ त न त साथी हो रातभरको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको हे सालीहरूले तानेर लयो है अब हिसाब बराबर भयो है रातभरको म त हजुरको होइन अरूको तानेर लयो है अब हिसाब बराबर भयो है रातभरको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको म त सानोको होइन अरूको हे न्यु पारेर भेनाको ताना तान दुईटी साली जल पर्यो जान जान रातभरको म त सानोको होइन अरूको भेनाको ताना तान दुईटी साली जल पर्यो जान जान रातभरको म त सानोको होइन अरूको म त
रातोभरको म त हजुरको होइन अरूको सुटुका बेगर्ने बुढी कन्ने आमा झुके गर्ने रातोभरको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको हे देख्न पाओस् सुन्नु है हे देख्न पाओस् यही गाममा टिकेको लैजाऊ यही थियो नबिकेको रातोभरको म त सानोको होइन अरूको यही गाममा टिकेको लैजाऊ यही थियो नबिकेको रातोभरको म त सानोको होइन अरूको म त सानोको होइन अरूको म त सानोको होइन अरूको हे माइत बसी माइतकै खाकी छ डिभोर्स बाँकी जेठिनी बाँकी छ रातोभरको म त हजुरको होइन अरूको माइतकै खाकी छ डिभोर्स भएको जेठिनी बाँकी छ रातोभरको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको हे भए पनि भेनास डिभोर्स काठमाडौँमा छ उसको निवास रातोभरको म त सानोको होइन अरूको भेनास डिभोर्स काठमाडौँमा छ उसको निवास रातोभरको म त सानोको होइन अरूको म त सानोको होइन अरूको म त सानोको होइन अरूको हे कति राम्रा हुन् केटी आँखा नि बुढो कन्ने बस्या छन् काका नि हजुरको होइन अरूको केटी आँखा नि बुढो कन्ने बस्या छन् काका नि रातोभरको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको हे दिदीहरूले हेर्ने रे गोठामा हिँड सानो जवाब गोठामा रातोभरको म त हजुरको होइन अरूको हेर्ने रे गोठामा दिदीहरूले जवाब गोठामा रातोभरको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको हे बुझ साली त्यही तिम्रो काकी हो एउटा लयौँ एउटीलाई राखियो हजुरको